के हजुरले कहिले सोच्नु भएको छ हामी नेपालीहरूले परिवारमा मनाउने चाडपर्व र कर्म कुनै वैज्ञानिक प्याटर्नमा छ भनेर? माता तीर्थ औँसीबाट सुरु भएर कुशे औँसी, हरितालिका तीज, सोह्र श्राद्ध, विजया दशमी र तिहारको क्रम एउटा संयोग मात्र हो कि हाम्रा पुर्खाहरूले वेदको ज्ञान अनुसार संस्कार मार्फत बनाएको स्वास्थ्य, परिवार र प्रकृतिसँग जोडिएको विज्ञान हो? आजको भिडियोमा हामी बुझ्नेछौँ कसरी यी चाडहरू वैज्ञानिक रूपमा जीवन र परिवारलाई मजबुत बनाउन डिजाइन गरिएको हो। परिवारमा मनाइने पहिलो चाडपर्व माता तीर्थ औँसी अथवा आमाको मुख हेरेर मनाइन्छ, जुन वैशाख कृष्ण औँसीमा पर्छ। यो समय वसन्त ऋतुको हो, जति बेला प्रकृतिमा नयाँ जीवनको सुरुवात भइरहेको हुन्छ। त्यसैले हाम्रो जीवनको मूल हाम्री आमाको मुख हेरेर कृतज्ञता अर्पण गरी यो चाड मनाउँछौँ। हिन्दू धर्मले आमालाई सधैँ पहिलो स्थानमा राखेको हुन्छ। त्यसैले भगवानको नाम लिँदा पनि गौरी शङ्कर, सीताराम, राधाकृष्ण भनेर जप्छौँ, जहाँ आमाको नाम अगाडि हुन्छ। त्यसपछि कुशे औँसी अर्थात् बुवाको मुख हेर्ने दिन। यो भाद्र कृष्ण औँसीमा पर्छ। कुश एउटा जडीबुटी हो जसमा एन्टिसेप्टिक र मेडिसिनल प्रोपर्टी हुन्छ। जसरी जडीबुटीले रोगको कष्टबाट बचाउँछ, त्यसरी नै बुवाले परिवारलाई दुःख कष्टबाट बचाउनुहुन्छ। बुबा भनेको अनुशासन र संरक्षणको प्रतीक हो। त्यसैले कुशे औँसीले बुबाप्रति सम्मान र परिवारमा सुरक्षा बढाउँछ। हरितालिका तीज भाद्र शुक्ल तृतीयामा पर्ने महिलाहरूको महान पर्व हो। यसमा निराहार व्रत बसिन्छ, जसले शरीरको डिटक्सिफिकेसन हुन्छ। आमा दिदीबहिनीहरू मिलेर गीत नाच समूहमा रमाइलो गर्दा मानसिक स्वास्थ्य बलियो हुन्छ। मनका कुरा सङ्गीत मार्फत बाहिर ल्याउँदा साइकोलोजिकली स्ट्रङ हुन्छन् र रिफ्रेस भएर पुनः घर सम्हाल्नलाई जान्छन्। सोह्र श्राद्ध अर्थात् पितृपक्ष असोज कृष्ण पक्षमा मनाइन्छ, जसको बुवा आमा फिजिकली यो संसारमा हुनु हुँदैन। माता तीर्थ औँसी र कुशे औँसीमा मुख हेर्न नपाउनेहरूले श्राद्ध मार्फत सबै पितृहरूलाई सम्झने, मिठो खानेकुरा अर्पण गर्ने गर्नुहुन्छ। खाना काग, गाई, कुकुर जस्ता जीवले खाने हुँदा इकोसिस्टम ब्यालेन्समा पनि सहयोग गर्छ। विजया दशमी यो असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरूको सबैभन्दा महान चाड हो। यो मात्र यस्तो चाड हो जसले परिवारको सम्पूर्ण डिएनएहरूलाई जोड्छ, अर्थात् हजुरबुवा पुस्तादेखि नाति पुस्तासम्मलाई एकै ठाउँमा राखेर चाडपर्व मनाउन सहयोग गर्छ। मनसुन पछि धेरै रोगहरू फैलने र शरीर विक हुने हुँदा हाम्रो शरीरलाई प्रोटिन र मिनरल्सको प्रशस्त आवश्यक पर्छ। त्यसको सप्लाईको लागि यति बेला माछा, मासु, दुध, दही, फलफुलको सेवनले शरीरको प्रतिरोधात्मक क्षमतालाई बढाउँछ। र अन्त्यमा तिहार। यो चाड कार्तिक कृष्ण चतुर्दशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ। यो चाड संसारकै उत्कृष्ट चाड हो, जसले पशुपन्छीको सम्मान र कोएक्जिस्टेन्सको सन्देश दिन्छ। काग, कुकुर र गाईको पूजाले इकोसिस्टमलाई टेवा दिन्छ भने दिदीबहिनी र दाजुभाइ बीच लगाइने भाइटिकाले आत्मीयता, सामाजिक सुरक्षाको अनुभूति दिलाउँछ। लक्ष्मी पूजाले सरसफाइ, उज्यालो र समृद्धिको प्रवर्धन गर्छ। यसरी सरसर्ती हेर्दा आमा बाउबाट अर्थात् माता तीर्थ औँसी, कुशे औँसीबाट नारी र विवाहको सम्बन्ध बलियो बनाउन तीज, त्यसपछि आफ्ना पुर्खाहरूलाई सम्झन सोह्र श्राद्ध, समुदाय र परिवारको सम्बन्धको लागि दसैँ, भाइ बहिनी पशुपन्छीको लागि तिहार हामीले चाडपर्वहरू मनाउँछौँ। यसरी हरेक चाड ऋतु, स्वास्थ्य, प्रकृति, परिवार र मनोविज्ञानसँग वैज्ञानिक रूपमा जोडिएको छ। त्यसैले यसलाई मनाउनु केवल परम्परा होइन, जीवनको विज्ञान हो।